हेलो नमस्ते एभ्रिवान वेलकम टु माई युट्युब च्यानल ज्योतिष भ्लग न्यू डे न्यू भ्लगको साथमा उपस्थित भइरहेको छु। साथीहरू समय छैन, त्यसैले यसो क्लास जाँदा आउँदा अलिअलि भिडियोहरू बनाउने कोसिस गरिराखेको छु। आज शनिबारको दिन, आज पनि साथीहरू मेरो चाहिँ 4 लेभलको क्लास सुरु भइसकेको छ। आज दोस्रो पटक हो 4 लेभलको क्लासको लागि घरबाट निस्किसकेको छु। भ्लग बनाउन नि एउटा साथी भयो भने चाहिँ सजिलो हो साथीहरू, नत्र भए त गाह्रै रहेछ। गाह्रै छ हौ, क्यामेरा यताउता फर्काउनु पर्यो, रोक्नु पर्यो होइन, बाटोमा पछाडिबाट गाडी आउनु सक्छ। इट्स भेरी डेन्जरस। साथीहरू 30 हुन लागिसक्यो होइन, म आधी बाटो नै आइपुगेको छैन। आज नि म ढिलै छु। क्लास जाने क्रममा ढिलै भइसकेको छ साथीहरू, त्यही पनि म कुद्दैछु गुटुङटुङ। अलिकति स्पिड बढाउनु पर्ने हुन्छ, तर खुब खबु बुगा निम्निँदा भनेको घुमाउरो ठाउँ छ भनेर आइगो शेष। कोरियामा चाहिँ वृद्ध हजुरआमा 80-90 वर्षको बुढाबुढी नि काम गर्ने क्या, एक्टिभ एकदमै। ढाड कुप्रो परेर जमिन उयो टाउकोले भुइँ छुन लागिसक्यो होइन साथीहरू। काम त खेसोक नन स्टप गर्ने हो। गर्मीमा पनि हिँडाछ, कुटो एउटा बोकेर कुतुर गरेर त्यो बारीतिर खनेको छ, के गरेको छ होइन, झाडु कलेछ, के गरिडबल छ है। बुढाबुढीहरू एकछिन बस्दैन भनेको यहाँको कति साह्रो एक्टिभ बुढाबुढी हो। हाम्रो नेपालको त अब 60-70 वर्ष पुगेपछि त अलिकति हुन्छ नि, बुढी भयो, बुढेसकाल लाग्यो भन्छ होइन। यहाँ चाहिँ 90 वर्ष कडेको बजेहरू पनि अम्मै काम त डेन्जर गर्ने हो साथीहरू। हुन त मेरो आमा नि गर्नुहुन्छ, मेरो आमा नि 70 वर्ष पुगिसक्नु भयो, तर पनि अझै काम त म नगर्नु भने नि मान्नुहुन्न। घरको काम चाहिँ गर्नुहुन्न, खालि बाहिरको त्यो बाख्रा भैँसीको काम गर्ने अनि घाँस काट्ने, त्यस्तो आफू राम्रो खानु, पकाएर खानु, राम्रो लाएर हिँड्नु, लुगा सफा लाएर हिँड्नु भने जस्तो बानी हुन्छ मान्छेलाई त्यस्तै गर्नु रहेछ कि साथीहरू। म चाहिँ अहिले राउन्ड बोर्डमा आइपुगेको छु। आधी बाटो नै आएको छैन नि, ढिला भयो, अलिकति फास्ट जानुपर्ने हुन्छ। भरे चाहिँ म साथीसँग भेट गर्छु होला, ऊ पनि आउने कुरा छ क्लास सकेपछि। अहिले चाहिँ अब यदि मेरो क्लास नभएको भए हुन्थ्यो भने त साथीहरू म कति घुम्न गइरहेको हुन्थ्यो होला साथीसँग हप्तै पछि होइन। अब गाडी भएपछि हप्तै पछि भेट्ने, अब टाढा जान नसके पनि नजिकको ठाउँहरूमा घुम्नु जाने गरिन्थ्यो होला होइन। अब यो क्लास होइन सकाएपछि आनन्द हुन्थ्यो होला भन्ने सोचले होइन। अब जुन ठाउँमा बसिन्छ त्यो ठाउँमा त्यही अनुसारको होइन गर्नुपर्ने रहेछ क्या। अब E9मा आएछ भनेर E9मा चुबो लाएर बस्ने पनि होइन। अब आफूले सकेसम्मको भिजाहरू चेन्ज गर्न मिल्छ कि के गर्न मिल्छ होइन, गर्ने त्यस्तै गरिराखेको छु क्या साथीहरू। मैले जे गर्न सकिन्छ विदेशमा भए पनि, अब नेपालमा भएको भए त अब के गरिदिन्थ्यो होला होइन। अब आफूले सकेको गरिन्थ्यो। अब विदेशमा भए पनि किन चुप लाएर बस्ने त होइन। अब पढ्नु मिल्छ, विभिन्न भाषागत कुराहरू भिजाको लागि अब राम्रो हुन्छ भनेदेखि पढ्ने होइन। अनि अब ड्राइभिङ सिक्न रहन्थ्यो, अब त्यो पनि पुरा भइहाल्यो, ड्राइभिङ सिकि नै हालेँ होइन। अलिकति अब कन्फिडेन्टको साथ अलिक खतरा गाह्रो बाटोहरूमा नि लैजाने, खतरा ठाउँमा पार्किङ गर्ने, त्यस्तोहरू अब सिक्नु छ होइन। अनि त्यसपछि त्यही हो साथीहरू, जिन्दगीको सपना भनेको मेरो जहाँ छ जस्तो ठाउँमा छ त्यही अनुसार चल्ने होइन। भोलि गएर खुसी होला, नेपाल गएर खुसी होला, नेपाल गएर भोलि खुसी भएर बसौँला भन्ने त त्यस्तै हो क्या साथीहरू। जहाँ छ जुन ठाउँमा छ त्यसरी नै खुसी हुनुपर्ने रहेछ क्या। अब हाम्रो यो लाइफ त अब यो समय यो टाइम त फर्केर आउँदैन नि त। नेपाल गएपछि हाम्रो यो उमेर कटिसकेको हुन्छ, यो हामीलाई अब मन लागेको कुराहरू त्यो बेला मन नलाग्न सक्छ होइन। सो जहाँ छ जसरी सकिन्छ त्यसरी नै रमाउँ भन्न चाहन्छु म चाहिँ होइन। भने चाहिँ समयले पर्खिँदैन। क्या हेरिदिरहेको पछाडिको त्यो बुढोले होइन। मैले भिडियो बनाउँदै हिँडिरहेको थिएँ नि त, अनि क्यामेरामा पुरा के अरे यता हेरिदिरहेको। अब मेन रोड आइपुग्नु लाग्यो साथीहरू। चल्नलाई चल्या छ तर
पिरमा छ। म चाहिँ यहाँबाट स्पिड जानुपर्ने हुन्छ। पछाडिबाट गाडी आएको छ कि यसो एकचोटि चेक गर्नुपर्ने हुन्छ हैन। छैन भनेदेखि चाहिँ घुस्यो केटी, यसरी घुस्दिने हो टुङटुङ आएर हैन। यहाँ चाहिँ अलिकति स्पिड चलाउनु पर्ने हुन्छ क्या साथीहरू। यो चाहिँ अलिकति खोसोकदोरो भन्दा मुनिको खोसोकदोरो हो। खोसो एक्सप्रेस वे भन्दा आज कति धेरै गाडीहरू, अरू बेला त खाली हुन्थ्यो त बाटोहरू, आज त गाडी टन्नै छ त। नत्र भए त खाली सुनसान हुन्थ्यो यतिखेर त, गाडी नै हुँदैन थियो। यहाँनिर चाहिँ सिग्नल खुल्न सक्छ, छिटो जानुपर्ने हुन्छ। फेरि यहाँ धेरै बेर सुमिना छन्छ नि खालके हो। ओके 60 मा कुदाइरहेको छु साथीहरू मैले अहिले। अगाडि सिग्नल रहेछ, त्यही भएर अलिकति अब स्लो गर्दै लैजान्छु। एक्लै हुन्छु नि त, त्यही भएर अलिकति कस्तो हुने क्या साथीहरू। ड्राइभिङ गर्न नि यसो साथी भए पो बोल्दै होइन, कुरा गर्दै यताउति गफ गर्दै हिँड्नु रमाइलो हुन्थ्यो होइन। अब एक्लै हिँड्न चाहिँ कस्तो लाग्ने रहेछ क्या साथीहरू। अलि नरमाइलो जस्तो टाइपको, कोही नभएको जस्तो। सिग्नल ट्याक्कै खुल्यो। सोरेन्टो मेरो अगाडि गाडी छ, ब्रेक हान्दै हिँड्दैछ। जाऊ मैले चाहिँ पछाडि छोबोन्जुन अझै उकाएको छैन, किनभने अझै पनि म पर्फेक्ट ड्राइभर होइन। त्यही भएर अझै छोबो नै छु, त्यही भएर उकाएको छैन। छोबोन्जुनमै पर्छु म। त्यही भएर मान्छेहरूले हुन्छ नि मैले स्लो चलाएँ भने अगाडि यता टपेर जान्छ अर्को बाटोबाट। टु वे हुन्छ नि त यहाँनिर। अनि यदि मैले स्लो चलाएँ भने उताबाट बुझेर उनीहरूले गइहाल्छ कति बेला त होइन। त्यसमा टेन्सन लिनुपर्ने कुरो छैन। अलिकति ट्राफिक रुल्सहरू हुन त पढ्न त पढेकै हो, नपढिकन पास भएको त होइन। पढ्न त पढ्यो होइन, घोकियो कता के हो अलिकति भन्छ नि। फाइनल्ली वेलकम ब्याक टु माई च्यानल साथीहरू। आज चाहिँ म अब भिडियोको अन्तिममा देखाउन गइरहेको छु दाइसो सपिङ हल। आज चाहिँ म दाइसो गएको थिएँ धेरै समय पछाडि, अनि मैले आज दाइसोमा के किनेँ भनेर देखाउन जाँदैछु। यो रहेको छ सुरुमा कटन पर्दा मात्र 5000 वोन। 5000 वोन यो चाहिँ पर्दा हो, झ्यालमा राख्नको लागि ल्याएको। सो यो चाहिँ हो रोलर। यसरी त्यो हुन्छ नि मेरो कालीको भुत्लाहरू टाँसेको हुन्छ नि त्योहरू निकाल्नको लागि यस्तो रोलर हो। अनि त्यसै यो चाहिँ नेल छ साथीहरू। 3000 वोन नेल, हेर्नुहोस् त नेल। त्यसपछि यो हो लेभेन्डरको हेर्नुहोस् त, यो बास्ना आउने कुरा हो, गाडीमा राख्नको लागि ल्याएको हो मैले। यो लेभेन्डरको 1000 वोन मात्रै, सस्तो। त्यसपछि यो छ, यो बिरुवामा राख्ने भिटामिन जस्तै हो। यो पनि मात्र 1000 वोन, नेपाली 100 रुपियाँ। भेरी सस्तो। यो चाहिँ रेजर मिलाउनको लागि, रेजर जम्मा 2000 वोन। त्यसपछि यो अर्को रेजर
3000 हुन् गर्मीमा अब गर्नु पर्यो नि त सेभ हैन 3000 हुन् अनि यो चाहिँ कपडामा लुगा धोएको कपडाहरुमा यसरी छर्नको लागि औरा विल यु म्यारी मी 5000 हुन् एकदम मिठो वासना छ त्यसपछि छ यो जुत्तामा त्यो मुनि राख्ने हो के भन्छ यसलाई कालचाङ भन्छ है कोरियनमा चाहिँ नेपालीमा के भन्छ यो त थोसी भइहाल्यो हातमा लगाउने त्यसपछि मेरो कालीको लागि यो खान्छ कि भनेर ल्याइदिएको यसले केही नखाएको भएर यो नयाँ खालको दाना यतिकै टेस्टको लागि ल्याइदिएको अनि यो याङमाल मोजाहरू भयो सस्तो छनुन 100 रुपैयाँ त्यसपछि यो रबर ब्यान्ड यो चाहिँ हराउँछु नि त कहिले कपाल बान्नको लागि जम्मा 2000 हो त्यसपछि यो नेल ग्लु 2000 हो त्यसपछि काइयो जम्मा ओबेगो त्यसपछि पेन्सिल पढाइ लेखाइ गर्नु पर्यो नि त साथीहरु हैन पेन्सिल जम्मा 2000 हो त्यसपछि ब्याट्री त्यसपछि ह्यान्ड क्रिम लगाउने त हैन यसो किनेर राख्ने सजाउने त्यसपछि अर्को सक्स त्यसपछि एउटा पिंक कलरको नेल पोलिस त्यसपछि लिप ग्लस 5000 हो यो पनि सस्तै हो साथीहरु राम्रो छ यो चाहिँ मेरो आजको 250 शपिङ हल साथीहरु आजको लागि यति नै बाइ बाइ सी यु इन नेक्स्ट भिडियो टाटा